म दुखीलाई नि के गर्न मन लाउने साथीहरू। अब घरको काम पुरै सिद्धाएर लुगा धोएर आए, शनिबार केराटीको छुट्टी, लुगा धोएर भाँडासाँडा गरेर सबै घरको सरसफाइ गरेर अब घरको मात्र सरसफाइ गर्नु भएन नि त, मुखको नि यसो लिपपोत त गर्नुपर्यो साथीहरू। मुखको नि लिपपोत गर्न म सुरु गरिहालेँ। अब हेर्नु न, मेरो लिपस्टिक लाउने काम सुरु भयो। मैले यति हो, मुख लाउने त्यही हो लाउने, लिपस्टिक भनेको यति एउटा हो। मैले यति शनिबार त केराटीको छुट्टी नभए नि हुँदो जस्तो हुन्छ साथीहरू। मलाई त जातिबित्ती हटाएको खान्, 2टा भइकन नि 3-4टा जस्तो भइसकेको छन्। बच्चाहरूले जातिबित्ती हटाएको खान् साथीहरू। हेर्नु न मलाई कस्तो देखिन्छ लिपस्टिकहरू। मलाई यही लिपस्टिक मनपर्छ, हजुरहरूलाई कस्तो मनपर्छ मलाई थाहा छैन साथीहरू। यत्तिकैमा मलाई अब लिपस्टिक मुख लाउनु लगाइसकेपछि त सिमरित लाउने जाँगर लगाइहाल्यो। सिमरित त अब मुख लाउनु लगाएपछि त नलाइ भएन साथीहरू। बाङ्गो लाग्यो कि सिधो लाग्यो त्यो त मलाई थाहा भएन, त्यही पनि लाउनु त लिपस्टिक लगाएँ साथीहरू। अनि त्यसपछि हेर्नु न, सिमरित त मैले त ढङ्गै छैन, एक रति ढङ्ग छैन लाउनु त। हेर्नु है, पोखी लाउँछु एक रति। सिमरित लाउनु त एक रति ढङ्ग छैन। त्यत्तिकैमा मेरो छोराले मम्मी पैसा ल्याउनु भने पैसा ल्याउनु कि म स्विमिङ पुल जान्छु कि भने कतै जान्छु भने मैले फेरि कहीँ जानिनँ बाबु, आज गर्मी छ, मसित बस भन्नातिर टेर्दैन। बच्चाले भनेको त जे भन्यो त्यही मान्नुपर्छ। मेरो छोराले त जिद्दी खालको मान्दैन। त्यत्तिकैमा मैले सिमरित पनि लगाएँ साथीहरू। मेरो हेर्नु न, कपाल नि सुके छैन साथीहरू। हेर्नु न मलाई कस्तो, म त कस्तो गल यस्तो भन्छु क्या साथीहरू, हड्डी देखिया जस्तो भन्छ। हेर्नु न साथीहरू, मेरोमा त्यत्तिकैमा घाँटी, त्यही भएर पोते लगाएँ। पोते लगाएपछि त हेर्नु न कस्तो लुक्स अर्कै देखिने क्या साथीहरू, कस्तो राम्रो देखिन्छ हेर्नु पोते लगाएपछि त।